समय सक्यो भनेर है। माननीय सदस्य मोहम्मद इस्तियाक राई, समय 3 मिनट। त्यसपछि माननीय सदस्य आर्यन राई। सम्मानीय सभामुख महोदय, आज यो विशेष गरेर यस सम्मानित संसद गरिमामय संसदलाई सञ्चालन गर्ने विधि प्रक्रियाबारे चाहिँ हामी मसौदा समितिले तयार पारेको यो प्रतिनिधि सभा नियमावली प्रतिवेदन 2083 माथि छलफल भइरहेको अवस्था हो। मैले पनि यसमा चाहिँ विशेष गरेर 2-3 वटा विषयमा मैले आफ्नो भनाइहरू राख्न चाहन्छु, सुझाव दिन चाहन्छु। सम्मानीय सभामुख महोदय, खास गरेर यो नियमावलीको नियम 21 को गा संविधानको धारा 105 ले बन्देज गरेका विषय जो संसदमा बहस गर्न नपाइने, उठाउन नपाइने विषय हो। विगतको बैठकमा उठ्यो, नियमापत्ति पनि भयो, तर त्यसलाई संसदको अभिलेखबाट हटाइएन। तसर्थ अहिले पनि त्यो चाहिँ नियम सोही नियमको गामै प्रस्तुत गरिएको छ। त्योलाई चाहिँ अहिले पुनः व्याख्या गर्नुपर्ने विषय हो कि हटाउनु पर्ने विषय हो, नम्बर 1। नम्बर 2, 21 को घामा भाषा शिष्टता या कुनै शब्दहरू प्रयोग गर्दा संसदीय अभिलेखबाट हटाउने भन्ने विषयहरू छ। अस्ति भर्खरै यसै सम्मानित संसदमा व्यक्त भएका विषयहरू 3टा विषय हटाउने चाहिँ शब्दहरू निर्देशन भयो। तर जुन विषय उठाउने विषय छ, सेना मुख दर्शक भन्ने शब्दहरू, त्यस्तै नेपाली झण्डा ओढेर चाहिँ जलाउनेहरू भन्ने शब्द, त्यो संसदीय अशिष्टताभित्र पर्छ कि पर्दैन भन्ने उल्लेखै गर्नुपर्छ। हटाउने निर्देश गरियो भन्ने चाहिँ मेरो यसमा सुझाव छ। नत्र त्यो अशिष्टताभित्र पर्दैन, त्यो उठाइएको विषयहरू चाहिँ उठान गर्न मिल्छ भन्ने कुनै संविधान, कानुन र नियमावलीले रोकिएको छैन। अब रह्यो, अन्तमा मैले थोरै विषयहरू राख्न चाहन्छु। विगतको नियमावली जुन अहिले हामी कार्य सञ्चालन गरिरहेछौँ 260 र 61, अहिलेको प्रस्तावित चाहिँ 258 र 260, त्यसमा के छ भने बाधा अड्काउ फुकाउने अधिकार र नियमावलीको व्याख्या, विभिन्न व्याख्या गर्ने अधिकार 2टा छ। यसमा पछिल्लो समितिमा चाहिँ सम्मानीय सभामुखज्यू मार्फत चाहिँ संसद नचलेको बेला संसदीय इतिहासमा पहिलो पटक आदेश र निर्देशन र बाधा अड्काउ फुकाउका तहत समितिहरूको सदस्यहरू हेरफेर गर्ने चाहिँ आदेश प्रयोग गरियो। अहिलेसम्म संसदीय इतिहासमा मैले बुझेसम्म चाहिँ त्यो आदेश प्रयोग भएको थिएन, पहिलो पटक प्रयोग भयो। आदेश भनेको मैले बुझेसम्म रुलिङ गर्ने, उपस्थित हुन आदेश दिने, यहाँबाट सभाबाट चाहिँ बाहिर निष्कासन गर्न आदेश दिने भन्ने चाहिँ थियो। तर चाहिँ संसदै नचलेको बेला चाहिँ त्योलाई प्रयोग गरियो, जो कि कानुन र संविधान र प्रचलित परम्परा अनुसार चाहिँ उपयुक्त छैन। त्यही भएर म के भन्छु भने अरू नियमको नियमावली नै हटाइदिने, 260 र 61 अहिलेको प्रस्तावित 258 र 260 मात्रै राखे हुन्छ। त्यसैबाट आदेश र निर्देशनले चलाउँदा उपयुक्त हुन्छ। धन्यवाद।